यो व्हाट्स अप गाइस गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई फ्रेस ब्लग कस्तो त एनर्जी एक्सिस जस्तो छ नि त अझ ब्याकले हान्दै पुग्थ्यौँ के हो अनि सर चाहिँ एनर्जी ड्रिङ्क खाएर जस्तो छ नि त रेडबुलहरू एक्सट्रिमहरू जति नै एनर्जेटिक भए पनि अहिले पछिको टेस्टले युद्धबाट हारेर फर्केको सेना जस्तो बनाइदिइहाल्छ ल्याइदिन्छ अहिले पछि अनि सो म चाहिँ अहिले कति 5:48 भइसक्यो आज म अलिक ढिलो सुतेँ फेरि उठेँ हिजो 10:30 बजिसकेको थियो सुत्दाखेरि अनि अलि बिहाको दिन त निन्द्रा पुऱ्याउन त भनेर किन सधैँ 5 घन्टाको 5.5 घन्टा निन्द्रा पुऱ्याउने भनेर आज 6.5 घन्टाको निन्द्रा पुऱ्याएँ अझै गुड फिल हुन्छ निन्द्रा पुऱ्याउँदा चाहिँ अनि म चाहिँ यहाँ छु मेरो ल्याम्बोको पछाडि के अरे अगाडि रिपेयरमा छ यो चाहिँ अब खै कति टाइम लाग्छ त्यो थाहा भएन अनि आज पानी पर्ला जस्तो लागिरहेको है अन्त अलिअलि सिमसिम परिरहेको नै अहिले कलेज जाँदैछ भन्दा खत्रै पर्ने बेर छैन अनि अब धेरै टाइम होइन अब एकछिनमा रनिङ हानेर रेस्ट हानेर 7:30 बजे छ फेरि टेस्ट चाहिँ अनि 8-9 बजीसम्म छ फेरि 9:30 बजीदेखि 11 बजीसम्म छ 1.5 घन्टाको 2वटा सब्जेक्टको अनि पहिला चाहिँ सामाजिकको छ त्यसपछि नेपालीको छ तिनीहरू त सकिहाल्छ नै अनि आज मैले रनिङ हानेन यार नङ्गडे थियो नि त अनि कस्तो नङ्गडे भने थियो यार हिँड्नै गाह्रो बनाइदिन्छ भने रनिङ हाने त झन् त्यस्तै अनि उता गाउँमा हुँदा पनि खेतमा जान्थ्यो नि त खेतमा हिलो पानी गरेर यस्तो नङ्गडेर मजा दुख्यो नि अनि आज पनि त्यस्तै भइरहेको हिजोसम्म त खासै दुखेको थियो नि जुत्ता लाउने लायकको त भएको थियो आज त औडै भयो भने ककर बनाइदिन्छ भने दौडिन पनि पाएन आज चाहिँ जस वाक नै गरिरहेको छु तर वाकभन्दा मलाई त रनिङ नै बेस्ट लाग्छ क्या यो साप्रा थाई हुन्छ नि अलि टाइट भए जस्तो फिल हुन्छ जस अलि हुन्छ नि स्ट्रङ भए जस्तो फिल हुन्छ अनि यो कुहिरो लाग्दाखेरि पुरै गाउँको नै याद आयो क्या त्यो हाम्रो घरबाट उता डाँडातिर खोल्सातिर हेर्नुपर्छ कुहिरो लाग्यो भने यस्तरी नै यतातिर आज म उब्रे किन गएन भन्दा बिहान त्यस्तै मान्छे कम हुन्थ्यो अनि चराहरू कहाँ घर बढी गराउने साह्रोहरू अनि अहिले जाँदा नि साह्रो कागहरू त्यस्तै गराउँछ अहिले जाँदा मान्छेहरू धेरै हुन्छ त्यसरी अलि हुन्छ नि अकवर्ड फिल हुने अलिक कस्तो हुन्छ कन्फिडेन्स त नपाएन नै बनाउन सक्छु त्यो नि मान्छेहरूकै ठुलो छोराले चाहिँ मेरो भन्दा अनि त्यहाँ जानै मन लाग्दैन यति बेला चाहिँ बिहानै चाहिँ अलिक शान्तै हुन्छ चराहरू अलिक बढी चर्का आउँछ अलि कतै गएर बनाउनु त्यो राम्रो हो नत्र यति बेला त मान्छे हुन्छ चारैतिर अनि गाह्रो भइहाल्छ नि 45 मिनटको वाक सकेर म चाहिँ खाजा खान लाग्छु खाजामा के छ भन्दा एकदमै हेल्दी छ आज मैले बनाएको यो सत्तु प्याज धनियाँ अनि त्यो बिरे नुन छ कागती राखेको छ अनि यहाँ भटमास यो बदाम त्यो सत्तु पनि अस्ति नै म र चाहिँ रनिङ जाँदाखेरि त्यहाँ खाँदाखेरि अलिअलि त्यो चाख्दा पनि थाहा हुन्छ नि त के राखेको छ भनेर अनि त्यही राखेको अलिक प्याज ठुलो भएछ धनियाँ अलिक धेरै भएछ है अब नेक्स्ट टाइम अलिक राम्रो बनाउनु पर्ला तपाईँ पनि ट्राई गर्नु एकदम बगाल हुन्छ है म चाहिसकेको एकछिन है त ल अड्यो Cheers. यसले हत्सु यस्तो हेल्दी खाँदा पनि त राम्रो फिल हुन्छ भने यस्तो हेल्दी खाना पाएको खतरा हुने भयो मेरो बडीलाई जस्तो फिल हुन्छ बस है मैले त मकैको सत्तु खानु मन थियो भुटे मकैलाई पिसेर त्यो ढुट्यो सानो हुँदाखेरि खाएको थियो खानु मन थियो है गाउँ जाँदा खानु पर्ला ल अब म खान्छु है यो भ्याएर अनि रिभिजन हान्नु छ भाइ अनि रिभिजन हानेर नि गइहाल्छ अनि ल 7 बजिसक्यो अनि म जाँदैछु आज म चप्पलमै आएको छु यार दिन भए अनि मोजा लाउन धेरै गाह्रो भयो त्यही भएर चप्पल ल्याएर आएको थियो हिजो टाई लाउने बिर्सेछु
अनि कलेज पुगेर अनि सरहरू गेटतिर हुनुहुन्छ कि अनि फर्काइदिरहनु धन्न साथीको रुम साइडमै थियो नजिकमै थियो गएर टाइल आएर आएको अनि त्यो साथीको चाहिँ दिउँसोको थियो नि त क्लास अनि त्यो साथीको लाएर अनि दिउँसो उसलाई दिएको कस्तो इन्ट्री नै नदिइरहँदा भने फेरि अनि आज झन् सुज लाएन सुज नलाएर नि टेस्टको दिन फर्काइदिनु भयो भने त औडा नै भयो भने फेरि के गर्ने हो 2000 years later अनि हाम्रो दुईवटा एक्जाम सकेर पहिला सोसलको भयो सोसलको राम्रै गयो अलिक नराम्रो जाला जस्तो भइरहेको थियो नेपालीको चाहिँ अलिक बिग्रियो नेपालीको पनि राम्रो जाला जस्तो लागिरहेको थियो के अरे तिम्रो कस्तो गयो अलि राम्रो एउटा त राम्रो हुन्छ होला नि त एउटा राम्रो सामाजिक मेरो बरु अलिक सामाजिक बिग्रिला नेपाली राम्रो होला भनेको झन् उल्टो भयो भने नेपालीको मलाई व्याकरण त धेरै जसो नै आउँथ्यो व्याकरण खासै आएन प्रश्नमै लामो त मलाई लेख्न आउँथेन त्यही बढी आइदियो भने अनि जोस् अलि नेपालीमा कमाउँछ भनौँ न अलि सामाजिकमा भन्दा चाहिँ तिम्रो कुनमा बढी सामाजिकमै सामाजिकमा कति कट्ला सामाजिकमा मिनिमम 20 प्लस 20 प्लस 35मा 13 मार्क्स के अरे पास मार्क्स चाहिँ 13 फुल मार्क्स चाहिँ 35 भयो 25 भने त 10 जति 10 कम त हो नि यार त्यो हिडेन टपर रहेछ कि यसो हेर्दा ब्याकग्राउन्ड जस्तो देखिने लिया हेर्दा चाहिँ अब माइन हेर्दामा चाहिँ टपर यस्तो यस्तो नै नेपाली खतम भान्नु मेरो नेपाली त्यस्तो राम्रो नसक्दैन कि नेपाली खै के भयो अहिलेसम्म नसुनेकै क्वेसनहरू राखेको थिएँ मैले आज मलाई त्यो मेरो जीवनको लक्ष्य भनेर उसा थियो निबन्ध आएको थियो 7-8मा हामीलाई म्यामले दिनुभएको थियो त्यसको अलिअलि याद थियो धन्न त्यसको चाहिँ मैले गरेँ अलिअलि याद भए पनि तिम्रो कुन चाहिँ निबन्ध लेखेको छ मैले मेरो लक्ष्य लेखेँ मैले के लेखेँ लक्ष्य त अब अलिकति गफ त हान्नै पऱ्यो गफ हान्दै मैले तर मलाई अहिले त्यो गफ ठ्याक्कै बिर्सेँ मैले तर मैले त 1 पेज बढी नै लेखेँ भाइ कहिले मैले आधी पेज हो आधी पेज जस्तो लेखेको जेस लेख्नु चाहिँ लेखेँ मैले क्लासबाट फर्किँदै थिएँ अनि बाटोमा यहाँ संस्थाले दिनुभएको रहेछ नि स्कुलको खाना अनि म क्या बाबा ल्याएर दाल भात जेरी काँक्रो अचार खै यो के अचार हो चना आलु पनि रहेछ यस्तो रेस्पेक्ट छ यार त्यो महँगीमा पनि पुरै दिनुभयो मैले चाहिँ खान्थेन प्रसादको रूपमा लिएको हो अब सोधिहाल्नु भयो अनि किन इन्कार गर्ने त भनेर खाइदिनु लाग्यो कस्तो भने क्या पकाउँछ भने यार पुरै टेस्ट भएको बिरमिलो त्यस्तै छ खाएपछि भेटौँ है धेरै नबोलौँ खाना बबल थियो यार लास्टमा चाहिँ झन् आमामा कस्तो स्वादिष्ट बनाइदियो लास्टमा यार एकदमै रेस्पेक्ट छ उहाँहरूलाई यार म त्यहाँ गएर चाहिँ थ्याङ्क यू चाहिँ भनेन यो भिडियो मार्फत चाहिँ भनिदिन्छु त्यहाँ अलिक बिजी हुनुहुन्थ्यो त्यही भएर मैले त्यहाँ अलि डिस्टर्ब गरेन त्यही माथि त्यस्तै हल्ला थियो त्यहाँ माथि उस बजिरहेको थियो नि त झन् अनि मैले गएर धेरै डिस्टर्ब गरिनँ अनि जो खाएँ त्यो आँपको अचार त्यस्तै मिठो थियो अनि त्यो जेरी भयो जेरी त्यस्तै थियो मलाई भन्न मन त धेरै नै थियो अलि त्यस्तै हो हल्ला थियो अझ मैले त्यहाँको अरू हाम्रो एमएससीको स्टुडेन्टहरूलाई सोध्न मन थियो खाना कस्तो छ रिभ्यू गर्न सोधेको थिएँ केही आफ्नो मनको कुराहरू भन्न छ कि भनेर मैले सोध्नु लागेको थिएँ अब त्यस्तै हो हल्ला थियो मैले धेरै त्यहाँ रेकर्ड गरिनँ बोलिनँ फेरि अहिले बोल्दैछु अनि उता घरबाट फेरि दाइको नि कल आइसक्यो कहाँ चाहिँ यति बेलासम्म 12:30 भइसक्यो छिटो आइज भनेर खास चाहिँ पऱ्यो बेला चाहिँ 12 के अरे 11:15तिर या त्यति बेलासम्म त म घर पुगिसक्यो अहिले 12:30 भइसक्यो ठ्याक्कै त्यो म चाहिँ आइसकेँ घरमा अब लुगाबडी रुममा जान्छु कपडा खोल्नु अनि रेस्ट गरेर निन्द्रा मारेर जानुपर्ने हुन्छ यति बेला चाबी निस्किँदैन र पो ए राम जाउँ त अब कपडा धुम भने अब भोलि फेरि जानु छ त्यस्तो दिनलाई आइतबार नि सुख छैन अब भोलि टेस्ट सकेर आएर कपडा धुनुपर्ने हुन्छ इकोनोमिक्सको त्यो उस पढ्न लाग्छु इकोनोमिक्सको छ पहिला अनि त्यसपछि बिजनेसको छ एकदमै छ अब
पहिला इकोनोमिक्सको पढ्छु अनि त्यसपछि बिजनेसको अब बेलुका चाहिँ रिभिजन हान्नु पर्ला अहिले कति 3:30 भइसक्यो अब 1.5 घन्टा जति छ पढ्ने टाइम अब 5 बजे जस्तो छुट्टै काम छन् है अब धेरै लामो त पढ्नु त छैन है इकोनोमिक्सको भनेको कति 2:30 2:21 आउँछ पार्ट 3 अनि बिजनेसको चाहिँ अलि धेरै नै पढेछ हामीले 5 सम्म हो कि 4 सम्म आउँछ अब यिनीहरूको चाहिँ सुरुको चाहिँ पढिसकेको छु अब त्यसलाई रिभिजन हाल्नु आउँछ त्यो पछिल्लो पार्ट 2-3 को चाहिँ अलि पढ्नै पर्छ अलि याद गर्नै पर्छ अलि गाह्रो हुन्छ त्यही भएर छिटै पढ्न लाग्छु रेस्ट नै पाएन राम्ररी भाइ टेस्टले भ्याइदिइहाल्छ जो अर्को हप्ता त पाइहाल्छ नि रक्षाबन्धन छ अनि शनिबार बिदा आइतबार बिदा अनि ल अब पढ्छु म सिधै अब खाजा खाने बेला भेट्छु अलि पढ्नु पनि पर्छ भाइ आज नेपालीको कसरी बिग्रियो नसोचिकनै बिग्रियो तर मतलब फेल नै त हुन्छ जस्तो त लागेन नै सामाजिक गरी नराम्रो जाला जस्तो लाग्थ्यो सामाजिक अति उत्कृष्ट कस्तो बवाल गयो अनि पुरै मौखिक व्याख्या हान्दियो पढेरै गएको थिएँ ठ्याक्कै त्यही थियो ड्याम आयो त्यही हान्दियो छापिदियो त्यो छापाखानामा प्रिन्ट हाने चाहिँ अनि मजा आयो नेपालीको चाहिँ अलि कम नम्बर आउँछ कि व्याकरणको अलि आएन यार त्यस्तो विधि प्रश्न नै आएन त्यही अलि दुःख लाग्यो ल केही छैन त्यो पास्टको कुरालाई सोच्ने होइन बढी अब फ्युचरको भोलिको सब्जेक्टको लागि सोच्नै पर्छ ल अब म इकोनोमिक्सको पढेर बिजनेसको पढ्छु अनि बेलुका रिभिजन हाल्छु सिधै खाजा खाने भेटौँ है त ल अहिले टाइम 6:30 भइसक्यो अनि म खाजा खान लाग्छु खाजामा एकदम हेल्दी छ यार प्याज छ धनियाँ छ बन्दा छ गाजर छ काँक्रो छ मुला छ बदाम छ घटना छ एउटा मात्रै खुर्सानी राखेको थियो कस्तो पिरो भइदियो भने यार त्यो नर्मल लाम्चो हाले नै राखेको थिएँ हल्का मिडियम लाम्चो हालेँ कस्तो पिरो बनाइदिइहाल्यो अनि चिनी खाइदिएँ म त यार अन्त चिनी त धेरै त खानु हुँदैन है त्यही नि अलिक बढी नै पिरो भएर चिनी हालिदिएको अनि म यहाँ साँझमा वाकमा निस्केको अनि एकछिनमै फेरि पढाइ गरिहाल्नु छ कि अब इकोनोमिक्सको त खै किन पढ्नै सकिरहेन यार बिजनेसको चाहिँ सक्यो इकोनोमिक्सको त यार सकेन अहिले गएर अलि जोड ल्याएर रट्टा हान्नु पर्ला इकोनोमिक्सको बिजनेसको चाहिँ धेरै नै छैन योभन्दा अगाडि 1-2 पाठमा पढ्दै नै आएको थियो धेरै पनि नसोच है अलि अँध्यारो भइसक्यो झन् कालो देख्छु यार मेरो गालामा कस्तो डन्डीफोर आएर कालो भएको भने फेरि मेरो त्यतिकै राख्ने बानी छैन डन्डीफोर आएर म त फेरि फुटाइदिइहाल्छु कि अनि कालो बसेछ यार कस्तरी अमिठो तरिकाले अब म जान्छु पढ्ने बेला नि भइसक्यो अनि 7 भइसक्यो अब 2 घन्टा रट्टा हाल्छु 7-8-9 सम्म त्यहाँबाट खाना खाने टाइम नै भइहाल्छ त्यहाँबाट भोलि बिहान रिभिजन हाल्छु ठ्याप्प लाएर ल पढ्छु म अनि कालो नै देख्यो र भने कस्तो 10 बजी लागिसक्यो अनि भातकै चल्दैछ मेरो अब दाइहरू खाना नखाने भन्छ होइन यति खाना छ अझ अनि अझ यहीँ यति छ यो सोया चङ्क्स र बोडी निगुरो चिकन यो त भन्नु पर्दैन कि के भन्नुपर्छ अनि कति कस्तो राम्ररी फोकसै नभयो भने पढाइमा यार पढ्नु भरै हुन्छ नि धेरै याद गर्नु नसक्दैन कि अब भोलि कस्तो बिग्रिने टेस्ट यार त्यसलाई भुलाउन अब चिकन खामै त्यसलाई चेयर्स ल अब खाएपछि हेरेर खाएको नि यहाँ देखेँ क्या है ड्याम्मै भयो भाइ कस्तो अलि ठिकै खान्छु भन्छु अलि बढी नै भइदिइहाल्छ भने फेरि कस्तो मिठो हुन्छ नि त कम्ती कम खाइदिन्छ अनि पछि पो थाहा हुन्छ ड्याम्मै अगाइसकेछ भनेर अब खाने बित्तिकै सुत्नु नभन्छ अब खानै ढिलो हुन्छ 10 बजी हुन्छ अनि सुतिहाल्नुपर्छ अनि भोलि छिटो उठ्नु पऱ्यो नि त भोलि 5 बजीतिर उठ्नु पर्ला यार कति बजी त्यति बेला ठिक छ
अब म नि सुत्छु समयमै सुत्नुपर्छ समयमै उठ्नुपर्छ फेरि भोलि बिहान मलाई गाह्रो हुने हो उठ्नलाई फेरि अन्त अब सन्डे मर्निङको दिन भेटौँ है त The next day. गुड मर्निङ अनि आज सन्डेको दिन खत्रै सन लाग्यो भने म सिधै यहाँबाट रेकर्ड गर्दैछु बिहान अलि रिभिजन हान्ने थियो टाइम पुग्दैन यताउता हुन्छ भनेर अन्त टाइम नै पुगेन भाइ राम्ररी पढ्न पनि पाएन अनि तान लागेको मात्र ल उप्रामै छु अब कति 7 बजिसक्यो पहिला बिजनेसको त के अरे सरी पहिला इकोनोमिक्स हो के को हेर अहिले पो अलमल भयो त पहिला त इकोनोमिक्स जस्तो लाग्थ्यो के को भाइ इकोनोमिक्सै हो इकोनोमिक्सको अनि त्यसपछि आधा घन्टापछि बिजनेसको छ त्यस अलिक पढाइ नै भनौँ न अलि छ बेस अनि इकोनोमिक्सको त्यो हिसाब आउँछ अनि ग्राफ आउँछ त्यो जान्दैन मैले हिसाब त आउँछ नि ग्राफ हो नि यार मलाई चिन्ता लाग्न लागिसक्यो भने है के नि यार अनि भयो छोडिदिउँ त्यो चिन्ता नगरौँ अनि आज 5 बजे नै उठेँ यार निन्द्रा अलिक पुऱ्याइदियो नि त 5 बजे उठेँ अनि 6 बजेतिर फर्केर रिभिजन हाने अनि हल्का खाजा खाएर आइदिएको खाजा के त्यही बदाम अलिअलि हेल्दी अनि ल अब तपाईँहरूलाई चाहिँ आजको क्लिप दिउँसोको क्लिप त्यो एक्जाम सकेको क्लिप एक्जाम के अरे फर्स्ट त्यो इकोनोमिक्सको एक्जाम सकेपछिको क्लिपहरू पनि निकालिदिन्छु हिजो त फोन बाहिरै उसमै राखिदिएको थिएँ पसलमै राखिदिएको थिएँ अनि फर्स्टको नेपाली के अरे सामाजिकको एक्जाम भएर दिन गएको त पसलै बन्द रहेछ त्यही भएर आज चाहिँ भित्रै लान्छु ल ओके है त सिधै उता पुगेपछि भेटौँ कलेज इकोनोमिक्स भर्खर टेस्ट दिएर यहाँ छतमा बस्दैछौँ दोस्रोमा केटाहरू पनि छ अनि यहाँबाट यस्तो बवाल देख्छ नि यो ठ्याक्कै गेट भयो होइन यस्तरी आएर खास चाहिँ हाम्रो त्यो यो रुम छ नि त्यो हामी पढ्ने चाहिँ यो भवनमा छ धेरै नगुलाउने है यति मान्नु त अनि हेर्ने क्या बवाल देखिन्छ यहाँबाट ग्राउन्ड यो भवन भयो यो सी ब्लक बी यो ए ब्लक अझै अर्को ब्लक नै बनाउने बेर छैन भने त्यो इकोनोमिक्सको तिमी हिसाब कस्तो गऱ्यो केही छैन म त गर्ला जस्तो लाग्थ्यो गरे पनि हो तर पुरा गरेन भने त्यो बिजनेस पनि बिग्रियो भने त मेरो त अकाउन्ट झन् त्यस्तै छ फेरि अकाउन्ट त पता न अकाउन्ट सक्दैन फाइनली बिजनेसको पनि एक्जाम दिइ भ्याइसक्यो अनि अलिक छिटै भ्याइदियो हामीले त भाइ 1 घन्टा नि लगाएन भाइ होइन अहिले भर्खर कति 10-16 भयो 9:30 देखि सुरु भएको 11 बजीसम्म थियो 1/2 घन्टाको धेरै जस्तो केटाहरू निस्किसक्यो अनि यो रुम चाहिँ खाली रहेछ अनि क्या बल पेन छ भने हेर्दै पनि लेखौँ बसौँ खालको त्यो चाहिँ अरू त्यस्तै हो नि हाम्रो क्लासबाट कस्तो त्यहाँ कि हो भवन छ जाने होइन त्यो अर्को जस्तो नि उसलाई पर्ने होला नि त तर घाम यस्तो बित्दै लगाइरहेको जाने डर लाग्यो भाइ तर बिजनेसको अलिक राम्रै भयो भाइ मेरो इकोनोमिक्सको भन्दा अलि बिजनेसको अलिक धेरै नै पढेको थिएँ इकोनोमिक्सको किन घोक्नै सकेन बिचरा म पछाडि परेको थिएँ अनि सिकाइदिन्छ भनेर म पछाडि बस्थेँ अरू त्यो सिकाएँ अब मलाई त्यस्तै बिदिएको थिएन बिचरा निस्किदिइहाल्यो छिटै तर हेयरकट चाहिँ बवाल हो यार लाउने टाइपको भर्ती हुन जान्ला जस्तो त्यो सबै क्वेसन गऱ्यो लङ क्वेसन त्यो लास्टको लास्ट क्वेसन त राम्ररी नै गरेन भाइ साधन मैले पढेन केही पढाएको त्यो त ठ्याक्कै पढेर गएको थिएन है घरको सुझा नि यार यस्तो राम्रो थियो एउटा पढाएको थिएन अब भनेकै हिसाबले मैले व्याख्या गरेँ होइन म त फेरि व्याख्या गर्नु नै आउँदैन कि बुझा मात्रै लेखिदिन्छु त्यो मान्छे आउँदैन साथी त्यो नै हो थाहा त छ नै हुन्थ्यो मैले
बुधा मात्रै टेकिदिन्छु पढिदिन्छु र हामी चाहिँ फर्किदिएको अलि धेरै बेर किन बसिरहने म त एक्लै नै हो उता घरसम्म केटाहरू कोही कोही बेला जोइन भइरहन्छ अलि मिल्दैन नि त टाइम नै तिमीहरू क्लास सकेपछि छिटो नै गइहाल्छ घर कति टाढा हो नि यहाँबाट घर धेरै टाढाको 5 किलोमिटर रहेछ 5 किलोमिटर भनेपछि त छिटै निस्किनु पऱ्यो म पनि छिटै गर्छु अब मेरो त कोही साथी छैन बाटोमा हिँड्ने भनेको खास गरी प्रायः जस्तो कोही नि हुँदैन एक्लै नै हिँड्छु आज त्यही माथि छातै ल्याएन हिजो त छाता ल्याएको थियो अलि उता थियो तल केही घामले पऱ्यो त्यो कपडा धोएर सुकाउनु चाहिँ घाम लाग्यो आज कपडा सुक्ने भयो मजाले पानी बेलुका पर्थ्यो अनि दोस्त लास्ट चाहिँ हाउडे रहेछ नि इकोनोमिक्स सिकाइदेऊ भनेको उही नै धेरै बेरसम्म लेखेर बसिरहेको रहेछ लास्टसम्म भने के अरे उस व्यवसायको सरी त्यो धेरै नै लेखेर धेरै लेख्नु त आफै उसले फ्री स्टाइल हान्नु सक्दो रहेछ म फेरि बुधा हानेपछि व्याख्या हान्नु सक्दैन त्यही हो समस्या मेरो कसरी हेर लास्ट बेन्च बसेको थियो क्या अझ देव खरेले केटीको पछाडि केटीले नि सिकाइदियो होला अनि साइडमा केटा नै थियो A few moments later. घर आएर नि कपडा धोएर नि रेस्ट गरेर नि हामी खाना खान लाग्छौँ आज खानामा नर्मल जस्तो छैन आज स्पेसल छ ढिँडो अनि दुईवटा थरी मासु त कुकुरको एउटा बता यो त कस्तो गाढा उस र त्यो साग भयो त्यो के घेरोला र के अरे दाइ घेरोमा साग होइन त्यो घेरोला मात्रै होइन त्यो के त टमाटर मिसाएर प्याज मिसाएर त्यसमा त यहाँ पनि होला नि त ल अब खाना है तपाईँ पस्नु न त पसिन्छ भने अब म पस्किने भन्दा अब पस्किनु न त हावा नआउनु अनि आज चाहिँ अङ्कल नि जोइन हुनुभएको कति बजीले आफ्टर लङ टाइम त्यही भन्नु चाहिँ खानाको बारेमा रिभ्यू यो खाना चाहिँ नेपाली रेस्टुरेन्ट ढिँडो मासु फर्स्ट क्लास छ खाना यस्तो ढिँडो खाना पायो भने जसले पनि खान्छ त्यो भात रोटी जसले पनि खाइरहेको हुन्छ एभ्री टाइम हामी खाइरहेको होइन फर्स्ट टाइप ढिँडो के धेरै सेलाई छ ल खाऊँ न त चिकन कस्तो त्यहाँ नदेखा नि उहाँ देखा न यो ठिक छ अनि यहाँ दही नै छ र यस्तो गर्मी छ नि त दही त खानै पऱ्यो अलि डिहाइड्रेसनबाट बस्नु पऱ्यो ल खाइदिउँ है के खाएको नि हेर्ने र है ल खाइदिउँ हेर्ने भयो ल आजको लागि यति नै भ्लग धेरै नलम्बा पनि धेरै लामो भइसकेछ अब हामी नयाँ दिन नयाँ भ्लगको साथ भेट्नेछौँ तल कमेन्ट बक्समा आई मिस टी लिएर भनेर लेख्नु होला यति भन्दै स्टे सेफ टेक केयर बाई